हेलो एभ्रिवान, म सरिना शर्मा। म सावित्रा रियाल। आज हामी दुईजना मिलेर चिकन अचार बनाउँदैछौँ। आउनुहोस् है, हाम्रो अचार कस्तो हुन्छ हेरौँ। अचारको लागि हामीले मसलाहरू तयारी रेडी पार्दैछौँ। यो धनियाँ, टिमुर, जिरा, तोरी। हामीसँग धुलो मरिच भएको कारणले हामीले दाना लिएनौँ। अनि यो खुर्सानी हामी अलिक बढी पिरो खान्छौँ, धेरै खुर्सानी लिएछौँ अलिक बढी। लसुन, अदुवा हामीले बोनलेस मासु 3 घन्टा जति बेसार र नुनमा मोलेर राखेको छौँ। अब हामी मसला भुट्ने तयारीतिर लाग्दछौँ। मसलाको लागि हामीले कराही बसालिसकेको छ, कराही तापिसकेको छ। अब हामीले पहिला सुरुमा धनियाँ भुट्छौँ। टिमुर पनि राखेर यसमा भुट्यो। एकैचोटि राखेर भुट्नु हुन्छ। फेरि कोही जिरा अलिक मोटो हुन्छ, धनियाँ मोटो हुन्छ, त्यही भएर डढ्छ कि भनेर हामीले सुरुमा जिरा भइसकेको छ। हामीले यही तातै कराहीमा फेरि तोरी त पर्सिहाल्छ। तोरी हल्का पर्किन थालेपछि तोरी पनि हुन्छ। अब हामीले यही तातो कराईमै खुर्सानी पिस्न मिक्सरमा उस गर्नको लागि जुन चाहिँ यसरी तातोमा हल्का यसलाई भुट्छ। सोप भुट्दैछु। अब यो पनि यसमा सँगसँगै लान्छेमा पनि थोरै स्मेल राम्रो मिठो आउँछ। जुन हल्का तड्किन थालेपछि पनि मासु फ्राई गर्नको लागि तेल तताइसक्यौँ। अब हामीले मासु थोरै फ्राई गर्छौँ। मासु धेरै भएकोले चलाउँदै खिच्नु है। सबै मासु यो फ्राई भइसक्यो। अब हामी यस्तै गरी अरू पनि मासु फ्राई गर्दै जान्छौँ। मासु फ्राई गरेर सक्यो। अब हामीले मासु फ्राई गरेर सकिसक्यो। अब हामीले लसुन अघिको लसुन अदुवा अघि यो मसला रेडी गरेको अब यसमा हामीले अब मोल्छौँ। पहिला पनि यसरी राखेर दाललाई एकछिन लसुन र अदुवालाई एकछिन पकाउँछौँ।
हामीले यहीँ कराईमा अघि मासु फ्राई गरेको, त्यही भएर साइड साइडमा अघि मासुको उयो भएर कालो कालो देख्छ। यो हल्का रातो भइसक्यो। अब हामीले अघि फ्राई गरेको मासु राख्दैछौँ। यो मासु राख्यो। अब अघि हामीले रेडी बनाएको मसला राख्यौँ। अर्को मसला खुर्सानी सबै एकै ठाउँ राखेर पिसेको थियो। एकै ठाउँको अघि मरिच पनि हाम्रो दाना सकेको भएर हामीले पाउडर थोरै, धेरै पर्दैन, टेस्टको लागि हो। र यो मुर्नी त हाम्रो हतारले हुन्छ यो मसलापछि। लास्टमा हामीले कागती राख्छौँ। हाम्रो भिडियो मन परेमा हजुरहरूले लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। बाई बाई।